ल सानो छ हैन बेलुका जतिले त पुरी पनि जान्छ एक चप्परी ओ त पर बाटो सम्म भयो पुग्छ ओ त पर बाटो सम्म लड्नु हो अरे त्यहाँ हुन्छ लो खाजा खाजा गरौ है कस्तो हुन्थ्यो माघे मेलामा बिसुको कति दुई यस्तो हुन्छ बान्ता हामीले त्यो साम्पाङमा जानु काम गर्नै पर्यो सबैले जसले पनि दिएको बोकै तिमीहरूको चाहिँ कहाँ बनाउनु नै भन्नु ल सम्झिदिनु ल हाम्रो सन्तोष भाइको नाममा श्रमदान गर्नु हुँदैछ हजुर श्रमदाताहरू हामी पर्यो हजुर धेरैले लाइभ गरिदिनु होला देख्नुभयो भने हजुर होइन भने नपरोस् एकचोटि भएको भनेर त्यो ढुङ्गै अलिक डोको ठुलो भएछ हो हजुर डोको ठुलो भयो नि पुरा भुइँ घाँस काट्ने ढोको छ नि होइन मसिनो ढिलो हुने रहेछ कि सक्नु पाएको त आदि त बनाएको गयो बाङा श्रम संस्कृति श्रमदाता यो श्रमदाताको आधारमा मनुष्यका मान्छेहरू हजुर इलाम जिल्लाको एउटा जो मान्छेको निमित्त अलिकति बुढापाका मान्छे पनि भइयो त्यसलाई आज यो हाम्रो सन्तोष चामलिङको आधारको रूपमा यहाँ घडेरी खार्दै उसो चौतर्फ लाइजाको आधार हामी यहाँ सरम गरिरहेका छौँ त्यसैले जो चेलीहरू छ जो चेलीबेटीहरू छ सबै भेला भएको नाताले यसलाई यो स्वागत गर्दै गर्दै हाम्रो यहाँको देवी देवताहरूले सफल गरोस् भन्दै हामी सोचिरहेका छौँ अब यहाँ मैले हेरेको जस्तै 2082 जो 9 महिना 10 महिना रहेछ मेरो गल्ती भयो होला आज जुन 5 गतेको दिन आज हामी सन्तोष चामलिङको आज घडेरी खान आछौँ हामीले जुन सोचेको आधारहरू त्यसो गर्दै हामीले अहिले हाम्रो चरमबाट सबैको कामहरू भइरहेको छ त्यसैलाई सम्बन्धन गर्दै अब जो मान्छेले यहाँको गाउँठाउँको परिस्थिति र परिवेशहरू र त्यसको परिभाषीहरू आफ्नो संस्कार संस्कृति परम्परालाई याद गर्दै अहिले सबै गरिरहेको छ धन्यवाद त्यस्तै म पनि यहाँ ढुङ्गा बोकिरहेको छु ओके बाङा ओके धन्यवाद हजुरलाई हजुर
धेरै भयो नि त्यही त हरेस भइहाल्छ नि हजुर हर्का साम्पाङ अभियान अहिले भोलि काम साँच्यो भने त अब बुढोको एक पालोदेखि मुनि आइहाल्छ खाली केबल सेबल जाबहरू ओहो भाइ धेरै ओभर भयो नि तेरिका यो त 150 केजी होला हौ यत्रो डोगामा पुरै निम्ठो छ अनि ढुङ्गा जस्तो चिज उसको त नआउनु आँटे अब कसैले भन्नु नपाइ क्या हाम्रो कान्छाको आउनु आँटेको छ मामाको एक टन हो यो पुच्चेको तल मेरो नि भने त्यो तल उयोमा ट्याङ्कीमा पानी छ ट्याङ्की उताबाट छेउछेउ जा मनेश उताबाट जा है त्यसले कोपार्छ यताबाट छेउछेउ जा तल अब त्यो उयोले कोपरेटरले सबै बनायो भने फेरि जित्न सोच्छ र अन्तिममा बोकिँदैन नचल गाह्रो छ है बाँगा श्रमदान गरम खालको ढुङ्गा रहेछ जो पछि 5-7 वटा हुनु भने त बेन पो छ टिपेर सँगै हान्ने मान्छे पो त यहाँ ज्वालदास बातमा मारौँ न अलमा लिन्छ कि छिटो हान्नु न यता पनि हेर्ने यता पनि हेर्ने अलि बुढोको त उतै नबस्नु भनेको अघि नै मैले होइन मामाले त मलाई त भेटायो त जोडी पुर्याउनु पर्यो आज काम यस्तै भयो होइन राम्रै गर्यो राम्रै गरिदियो त खाइसो मलाई हौ भान्जी ल अब सबै घरमा जानु ल है किला गाडेर आउँदै हुनुहुन्छ बाङ्गाले अब सबै कामहरू जे गरौँ यो चाहिँ साँध रहेको छ के थियो मार्किङ त्यो पनि टाउकोमा ताकेर हानेको नि मैले माथि चढ्यो है त्यो अघिको सीमा भने जति चढिसकेको छैन हौ माथि पुरा छ त्यसले त होइन जाँदैन नि सक्दैन नि मान्छेले जाँचे त बाजी गर्छु म यो त यो घुमाउनु जस्तै हाने पनि यो अब बोकेर कसले लाने यो भनेको के भन्छ छेला भनेको नि छिटो घुमाउने उमाले मलाई पनि जित्दैन क्या हो तपाईँलाई के खेल भन्छ रेडियो हो ए ठेला कि छेला छेला यहाँ घुइका देख
ल है ल बल छ त नि तीनचोटिमा त भित्ता पराउँछ मैले त माथि पाल्छु हाम्रो भाइको प्रहार सुरेश बाङ्गाले हान्नुहुन्छ अब म त यो यस्तो खाइहालौँ न यो कसले बोक्छ अनि बोटोको छोड्दिने हो त अहिले खोल्दासम्म भ्यायो छोराछोरीले खानु पाइँदैन म त यो घरमै लगेर धुनु भनेर नि कम्पिटिसन छ बाङ्गाहरूको कर परेन है कुदेर होइन ए कुदेर होइन मात्र डाँडामा झन्डै त डाँडा कट्टा अनि तपाईँ पनि आउनु अहिले म त कुदेर पनि भित्तामै पुऱ्याइदिन्छु 10 मिटर त छ होला नि 10 मिटर त छ ल फुट्यो अब त बेलादेखि पाएको अलिक बुढोलाई दिउँ न पाएको होइन कुदी होइन तेरो मात्रै सबै यो हर्क साग बङ्गला दिउँ न खामरिङमा लो देउसु तर तिमीलाई होइन अर्कोतिर तिमीलाई छ जसरी हान्दा पनि हुन्छ तर होइन नि यस्तोमै हान्छ भित्तामा पड्के थिएँ अघिकै ठाउँमा पुग्यो बाङ्गाको यहाँनिर चाहिँ यो ढुङ्गा बोक्नु ल्याएको ट्र्याक्टर फर्काउनुलाई घुमाउनुलाई सानो बाटोमा कोसिस गरे तापनि असफल भएर पर पुगेर घुमाएर ल्याउनु परेको थियो र हामीले जम्मा गरेको ढुङ्गा चाहिँ यही फुल्साबाट लगेका थियौँ यही फुल्सामा जम्मा गरेका थियौँ भने काठ काटिसकेर ठोक्ने कामहरू हुँदैछ
यहाँनिर चाहिँ काम गर्ने चौतारा बनाउने हुनुहुन्छ बालचन्द्र दाईहरू, रमेश भाइहरू, ओपाहरूले बनाउनु भएको थियो। यो चाहिँ हामीले ठेक्का दिएका थियौँ यो चौतारा बनाउनलाई। उहाँहरूले धमाधम बनाउँदै हुनुहुन्छ र यो चौतारा र कपुरथानको लागि ढुङ्गा जति पनि चाहिने बालुवा गिटीहरू चाहिँ यहाँहरू सम्पूर्ण मेरा ससुरालीज्यूहरूले श्रमदानबाट नै भएको थियो। ढुङ्गा जम्मा गर्ने, लोड गर्ने, ओसार्ने, बोक्ने सबै यहाँहरूले सबैजनाले सघाएर चाहिँ श्रमदानबाट नै काम भएको थियो। ल अब यहाँहरूले लगभग अब जस्ता ठोक्ने बेला पनि भइसकेको छ। नम्बर बाई भन्ने ल म चाहिँ अर्को दिन यसरी हेर्न जाँदाखेरि उहाँहरूले जस्ता ठोक्नु पनि सुरु गरिसक्नु भएको थिएछ र अब जस्ता यहाँ ठोक्दै गर्दाखेरि अब फेरि हामी चाहिँ कपुरथानको लागि पनि यहाँहरूले कपुरथान बनाउन पनि सबैजनाले जति पनि हुनुहुन्थ्यो 12-15 जना श्रमदानबाट नै सुरु गरिएको थियौँ। अनि हेर्नुहोस् कपुरथान चाहिँ यसरी बनाउनु सुरु गरिएको थियो, बनाइएको थियो भने यो हाम्रो मेरो कान्छा ससुराको पनि यो कपुरथान सन्तोष भाइ र कान्छा ससुराको सँगै कपुरथान रहेको छ। हामीलाई जाने मतलब छैन यो मसलादार त नल्याउने ल्याउन नराम्रो त हाम्रो ठाउँमै छ नि। जाने भए चाहिँ हामी आफै गर्छौँ नि। यत्रो लाखेरलाई हामीले किन झन्डा कराउनु भएन, झन् साह्रो कराउँछ यो झन्डा राम्रो र यहाँसम्म चाहिँ मात्रै रोड यो साकेला थानसम्म यहीँबाट ढुङ्गा ओसार्ने बालुवा गिटीहरू यहाँबाट ओसारेर चाहिँ लग्नुपर्ने हाम्रो सन्तोष भाइहरूको कपुरथान चाहिँ यहाँ रहेको छ। यहाँसम्म चाहिँ ढुङ्गा बालुवा गिटी सिमेन्टहरू जति पनि सबै यहाँसम्म ओसारेर बनाउनु परेको थियो। घोला हाल्नु हुने भाइ पछाडि यो त घोला हाल्नुपर्छ, न त उयो माथिको जस्तो फुस्रो हुन्छ नि यो बाक्लो जस्तै। साध्यै पो त सात भाइमा त अन्तरै होइन जन्तरै पुग्छ नि के गरेछ 6 भाइमा अन्तरै आउँछ। सात भाइमा त जन्तरै जाम गरेन न सानो होइन यत्रो बस्छ यहाँ त यो र यत्रो बस्छ के भने हो रे सानो बस्दै रहेछ अनि यो यसमा बस्छ सानो किन बस्दैन यो सिमेन्टको भाग पर्छ यो सिमेन्टको भाग यो त अनि यो सिमेन्टको भाग यो सोधार काटियो यो यही काटिमा दन्ताउँदा हुने रहेछ रमसिया हुने रहेछ कुनै नाटेर यहाँ यस्तै हो भाइ हो यस्तै हो एक सेन्ट यता सार्नु मिल्दैन बाहिर पाउन त्यसलाई बाहिर यसलाई चाहिँ अलिकति हैन त्यो नतान्नु अघि त ठिकै थियो अहिले मुनि खासै छैन खाऊ रमेश भाइ सकियो होला सक्यो अब यो खोल्नु मात्रै बाँकी हो खोल्ने अनि यो लेख्ने त्यो फाल्टै
लेख्ने त पछि उ गर्ने भनेको नि त। यो निकालिदिनु त दाजु एकछिन म यो यहाँ मसला यो ड्यामेज भइहाल्छ भोलिसम्म होइन ड्यामेज भइजान्छ ऊ त्यहाँनिर ऊ पारिदिउँ न भाइ ऊ यहाँ खाली ढुङ्गो छ नि ढुङ्गोनिर यसो पारिदिउँ उताबाट चाहिँ बनाइदिनु त पर्तिर पर्छ फेरमदेखि बाहिर फेरममा पनि नटोके र यहाँको चलन भनाइअनुसार कपुरथान बनाउनु सुरु गरेकै दिन सक्नुपर्ने भनाइअनुसार यहाँहरू सबैजना जति पनि श्रमदान गर्नुभएको थियो दाङा कोपा देवा दाईहरू भाइहरू सबैजना हुनुहुन्थ्यो। त्यसै दिन यतिको कम्प्लिट भएको थियो र धुपाती पूजा गर्ने कार्य पनि गर्दै हुनुहुन्छ बाङाले। बिलुङ्ने साया लाउने चस्मा लाउने छेन मिलाउने थापा लाउने हो चस्मा छेन घुम्ने सबै दुख्छा मुरा चिवा हाल्दा बान्छन् चिउनाम सपना पनि नआइज भन्न नामा चाची अहिलेसम्म देखिएको छैन देख्नु पनि नपरोस् आज रात सपना यहाँ आउनु थियो नि त त्यही भएर सपना देखाएर 2 बजे निन्द्रै लागेन। सपना पनि नआइज भन्न रमेश साथीको हुन्छ हुन्छ सन्तोष भाइलाई अब हामीले अन्तिम पटक विजय गरेको यो अन्तिम सहयोग गरेको अब हाम्रो प्रदेशको सबै कुरो उहाँको पुरा होस्, आत्मालाई शान्ति आत्मा शान्ति हृदय शान्ति होस् र सबै वैकुण्ठमा उसको आसपास होस्। घरिघरि यसो सन्तोषले उठेर खान्छ होला नि त ए त्यो बुच्चो चाहिँ राम्रो मार राख्नै सास जान्छ फेरि बुच्चो मारेको छु नडराउँदा हुन्छ राम्रै मारेको देवाले पनि ल्याउनु र हामी चाहिँ अर्को दिन यसरी काका भतिजो यहाँ लेख्नको लागि सानो एउटा पेटी जस्तो उठाउने लेख्ने कामको लागि चाहिँ हामी निस्केको थियौँ। हामी काका भतिजोले अर्को दिनको हाम्रो काम यही गर्दै थियौँ गऱ्यौँ। हाम्रो रविन्द्र अङ्कल काकाजीलाई पनि भिडियोबाटै नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँलाई पनि सँगै ससुराली लिएर यतिसम्म सघाइदिनु भयो हाम्रो साला भाइको लागि। उहाँले पनि श्रमदान गर्नुभयो। र यहाँनिर चाहिँ हामीले काका भतिजोले चन्द्र र सूर्य स्वस्तिकको चिन्ह चाहिँ नमुना थोरै निकालिसकेका छौँ। अब त्यसपछि हामी कन्टिन्यू आर्ट गर्ने काममा चाहिँ यसरी म पनि सिपालु भएरको आर्टिस्ट भएर त्यहाँ लेखनदास भएर लेख्दै थिएँ। म पनि जानी नजानी यसरी काम गरियो।
आर्टिस्ट भयो बस आर्टिस्ट भइरहेछ यहाँ जुस गलाले भरिएको छ हाम्रो मस गला चाहिँ अलिक कम छ गलामा कम त होइन र यसरी जानी नजानी त्यतिसम्म लेख्न सकियो हामी काका भतिजोले अनि के भन्न चाहन्छु भने जति पनि यहाँ साथ सहयोग गरिदिनु भयो श्रमदान गरिदिनु भयो यहाँ सम्पूर्ण मेरा साथी जीवहरू जति पनि हुनुहुन्थ्यो श्रमदान गर्ने उहाँहरूलाई धेरै धेरै आभार प्रकट धन्यवाद दिन चाहन्छु जानी नजानी हामीले यतिको लेख्न बनाउन सफल भइयो हेरेर यहाँहरूले प्रतिक्रिया दिनुहोला र च्यानललाई सब्सक्राइब लाइक कमेन्ट सबै गरिदिनु होला बनाइसकेर हामी पनि मास्तिर चौतारातर्फ लाग्यौँ उहाँहरू पनि दाइहरू कोपाहरू यहाँ चौतारामा प्लास्टर गर्ने काम धमाधम गर्दै हुनुहुन्थ्यो र यहाँ चाहिँ शिलालेख टाँस्नको लागि तयारी गर्दै हुनुहुन्छ हाम्रो कोपा भाइ दाइहरूले यहाँनिर हजुर खिच्दैछु भाइ कोमाले घाँस लिएर आइसक्नुभयो र यहाँ तल साकेला थान पनि बढाउने काम धमाधम भइरहेको थियो त्यो बेला हेर्न सक्नुहुन्छ ल उहाँहरूले शिलालेख टाँस्न जानु भइरहेको छ रमेश भाइ कोपा यसरी काम चाहिँ सम्पन्न हुँदै थियो सम्पन्न गरिएको थियो यो पहिलाको भन्दा र अहिलेको चाहिँ ठिक त्यहाँ माथि भयो भने अलिक सफा पनि हुन्छ अल्को हो त देउता जस्तै देखिन्छ नि त राईको पनि
ल फाइनली चौतारा यस्तो बनेको छ। शिला हेर्नुहोस्, शिला टाँसिएको छ। तल हाम्रो भाइ बाङ्गाको कपुरथान चाहिँ तल मैले यहाँ मार्किङ लगाएर चिन्ह लगाइरहेको छु। र लेखबारीबाट चाहिँ एकदम चारैतिर सबै वरिपरिको गाउँहरू यसरी निहाल्न सकिन्छ, रमाइलो देखिन्छ। भिडियोमा अलिकति तुवालो जस्तो आए पनि रियलमा त्यति साह्रो यस्तो देखिँदैन। एकदमै रमाइलो देखिन्छ त्यो लेखबारीबाट, एकदमै रमाइलो छ। ल हेर्न सक्नुहुन्छ कति रमाइलो देखिन्छ। यो चाहिँ सन्तोष भाइको कपुरथान भएको यहीँ हो। र यता माथि रहेको छ चौतारा, यता यो चाहिँ रहेको छ कान्छा ससुरा मेरो बाङा कान्छाको चौतारा। साकेला थान यो भयो, खारेर ठुलो बढाउनु भएको छ अहिले यो साकेला थान। रमाइलो भ्यू देखिन्छ तलतिर गाउँ। उता सप्तमी रवि, उता अब यता राजकुमार दाई हुनुहुन्छ, हिँड्दै हुनुहुन्छ। ल यहाँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। लाइक, सब्सक्राइब, कमेन्ट सबै गरिदिनु होला। धन्यवाद।